ले चाहिँ बोटमा चाहिँ यसरी फलेको छ हेर्नुस्। हेर्नुस् यस्तो छ है, मिठो हुन्छ खानामै। हाम्रो जिन्दगी बेकारै भयो। मौसमी है, हेर्नुस् यो चाहिँ डल्ला डल्ला मौसमी फलिरहेको छ है साथीहरू। भाइ मजा आयो। हेलो नमस्ते सबैजनालाई। आजको यो नयाँ भिडियोमा तपाईँ सम्पूर्णलाई स्वागत छ। आज म धेरै दिनपछि चाहिँ म चाहिँ भ्लग बनाउँदैछु। किन भन्दाखेरिमा मेरो चाहिँ मोबाइल चाहिँ बिग्रेको थियो, त्यही भएर म चाहिँ भिडियो लिएर चाहिँ आउन सकिरहेको थिइनँ। त्यसैले आज फेरि म पुनः चाहिँ भ्लग लिएर आएको छु कि म चाहिँ आज मेरो बारीको चाहिँ हैन, बारीमा चाहिँ के छ त त्यो चाहिँ देखाउँदैछु। आजको भ्लगमा चाहिँ हाम्रो बारीमा चाहिँ के छ त भन्ने कुराहरू म तपाईलाई देखाउँदैछु है गाइस। हेर्नुस्, यदि तपाईले चाहिँ मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो चाहिँ मन पर्यो भने लाइक पनि गरिदिनु होला र आफूलाई मनमा लागेको कुरा चाहिँ कमेन्ट बक्समा चाहिँ कमेन्ट गरेर छोड्नु होला त। म चाहिँ आज यसरी मेरो गार्डनमा है, हाम्रो गार्डनमा चाहिँ जाँदैछु। हेर्नुस् यस्तो छ। अनि यो मौसमी हेर्नुस् यसरी झल्ट्याङ र झोल्ट्याङ चाहिँ के छ भन्दाखेरिमा मौसमी छ हेर्नुस् है। यो पाक्न लाग्यो अब है, पाक्न लागेको छ है। माथि माथि चाहिँ पुरा चाहिँ हेर्नुस् त मौसमी है। हेर्नुस् यो चाहिँ डल्ला डल्ला मौसमी फलिरहेको छ है साथीहरू है। यस्तो छ है साथीहरू मौसमी है। हेर्नुस् मौसमी पाकेको मौसमी है। हेर्नुस् यस्तो छ है साथीहरू, पुरा चाहिँ मौसमी चाहिँ पाकेको अवस्था है साथीहरू। हेर्नुस् एकदमै राम्रै पाकेको रहेछ है साथीहरू। मौसमी चाहिँ हेर्नुस् है, लत्रममा फलेको छ है। यस्तो छ। अब यो भनेको भाङ हो, यो चाहिँ हामीले रोपेको होइन, यो चाहिँ आफै उम्रेको हो। यसको चाहिँ कुनै काम हुँदैन। बाख्रालाई चाहिँ यो मातेको बेलामा चाहिँ ट्याक्क चाहिँ यसले औषधि हुन्छ भन्छ, तर हामीले युज गरेको छैन है साथीहरू। हेर्नुहोस् साथीहरू, यो भनेको मौसमी हेर्नुहोस् त, लत्रममा फलेको है। कति राम्रो तरिकाले फलिरहेको छ है, राम्रो तरिकाले चाहिँ फलिरहेको छ। हेर्नु साथीहरू, यो हेर्नुहोस् मौसमी, यो चाहिँ मौसमी हो। माथि माथि चाहिँ फलेको के अरे पाकेको पनि छ, अनि यो चाहिँ अलि पाकेको छैन। अलि अस्ति मैले टिपिरहेको हो। अनि त्यसपछि म यता पनि जाँदैछु है साथीहरू। जाँदैछु साथीहरू। यो के हो? यो माकुरा स्पाइडर। ल कागती हेर्नुहोस् है, कागती कागती हेर्नुहोस् पुरा चाहिँ हेर्नुहोस् कागती कागती फालेको है। रत्रम्मै छ है साथीहरू, रत्रम्मै छ। कागती चाहिँ मजाले चाहिँ फलेको छ। हेर्नुहोस् यही हो मौसमी है। मौसमी हेर्नुहोस् त कस्तो राम्रो तरिकाले चाहिँ फलिरहेको छ। यस्तो छ है साथीहरू, फलेको चाहिँ राम्रो छ मौसमी। हाम्रो चाहिँ यहाँ चाहिँ थुप्रै बुटा छ, तर पनि एउटा दुईटा मात्रै बुटा चाहिँ राम्रोसँग फलेको छ। अनि त्यसपछि यहाँ कागती हेर्नुहोस्, यो चाहिँ कागती चाहिँ मजाले चाहिँ फलेको छ है साथीहरू है। हेर्नुहोस् साथी कागती, यही हो कागती। हेर्नुहोस् है, कागती चाहिँ यस्तो छ है, मजाले चाहिँ बोटमा चाहिँ यसरी फलेको छ। हेर्नुहोस् राम्रो तरिकाले चाहिँ फलिरहेको छ है। यस्तो छ के।
यसरी हेर्दाखेरिमा कागती खासै देखेको छैन र पनि भित्र चाहिँ एकदम राम्रो तरिकाले चाहिँ फलिरहेको छ के साथीहरू है। यता चाहिँ अमिलो फलिरहेछ, अमिलो हो यो भनेको मौसमी है। हेर्नुस् यो भनेको मौसमी हो, यस्तो छ है मौसमीको बुट्टा। हेर्नुस् राम्रो तरिकाले फलिरहेछ, यस्तो छ है। यो मौसमी अब पाकिरहेछ है। हेर्नुस् गाइज राम्रो छ, यस्तो छ है। त्यसपछि अब चाहिँ म तपाईँलाई यता दिँदैछु है। यो चाहिँ धान रहेछ, यो चाहिँ हामीले लगाएको होइन, यो चाहिँ आफै उम्रेको हो, यसको कुनै पनि काम हुँदैन है। हेर्नुहोस् है साथीहरू, म चाहिँ आज बारीबाट चाहिँ भ्लग बनाउँदैछु है साथीहरू। हेर्नुहोस् यो यसरी फल्छ के अरे है। यो चाहिँ कागती हो है, कागती यसरी फल्छ है। यहाँ चाहिँ कागती फलिरहेछ है। यो यिनीहरू चाहिँ कागती हुन् के अरे है, राम्रो छ अनि है। चर्चा चाहिँ के छ भन्दाखेरिमा यो कागतीहरू चाहिँ राम्रो फलिरहेछ है। यो कागती है, हेर्नुहोस् मजाले चाहिँ फलिरहेछ है। हेर्नुहोस् यो कागती हो, यो कागती यसरी फलिरहेछ है गाइस। हेर्नुहोस् म आज तपाईँहरूलाई बारीमा गएर चाहिँ भ्लग बारीको चाहिँ भिडियो चाहिँ देखाइरहेको छु है साथीहरू है। यस्तो छ है मेरो बारीमा चाहिँ, यो चाहिँ बारीको अवस्था चाहिँ यस्तो छ। यो पिँडालु हो, यो पिँडालुहरू चाहिँ सबै उसलाई त्यसलाई भन्दाखेरिमा के भन्छ बङ्गुरलाई के है। यस्तो छ, यो पनि मौसमी खासै फलेको छैन, यस्तो छ है। हाम्रो गार्डनमा चाहिँ यस्तो छ है। यो चाहिँ अब म तपाईँलाई यताको चाहिँ देखाउँछु है साथीहरू। यो भनेको पार्की हो है, यो पार्की हो। यो चाहिँ एकदमै अग्लो छ, अहिलेसम्म चाहिँ फलेको छैन। यो चाहिँ दाल खानै हुन्छ भन्छ र अहिलेसम्म फलेको छैन। 6-7 वर्ष भइसक्यो होला र फलेको छैन है साथीहरू। कुनै दिन फल्छ होला, मिठो त हुँदैन होला तर पनि अब छ के अरे है। यस्तो छ। अनि यो मौसमी हेर्नुहोस् यसरी झल्ट्याङ र झोल्ट्याङ चाहिँ के छ भन्दाखेरिमा मौसमी छ। हेर्नुहोस् है, यो पाक्न लाग्यो अब है, पाक्न लागेको छ के हो यस्तो छ है मौसमी है। यस्तो छ है साथीहरू मौसमी है। हेर्नुहोस् मौसमी पाकेको मौसमी है। हेर्नुहोस् यस्तो छ है साथीहरू, पुरा चाहिँ मौसमी चाहिँ पाकेको अवस्था है साथीहरू। हेर्नुहोस्